जुन बनावटी कुरामा म यो सुविधा लिँदैन त्यो सुविधा लिँदैन यो गर्दिन त्यो गर्दिन भोट लिने बेलामा अनि लिइसकेपछि ठुलो ठुलो कैँची लगाउने पकेट मार जस्तो काट्ने त्यो हुन्छ ह मैले गाडी चढ्दैन मलाई त यस्तो छ रे उस्तो छ रे के हुन्छ यो बोल्ने कि बोलेको हो कि बोलेको हैन भन्नुस् तपाईहरु त्यस्तो मान्छेसँग के हामी आशा गर्ने यार तर हाम्रा जनप्रतिनिधिहरू देश विदेश गएर रिल्याक्स गर्नुमा व्यस्त हुन्छ चुनाव जितेपछि भन्छ मान्छे अलि सुख सुविधा हुन्छ यस मौज गर्छ न त म दुबई गए न मलेसिया गए न हङकङ गए अब गरिए के चुनाव जितेपछि मलाई यही भाइहरू प्यारो लाग्छ यही का किसानहरू प्यारो लाग्छ यही का चाय दोकान पान दोकान मलाई प्यारो लाग्छ मलाई त्यो दुबई मलेसिया कतार हाम्रो जाने म किसानको छोरो त्यो क्षमता पनि छैन त्यो बुद्धि पनि छैन त्यो क्यापेसिटी पनि छैन त्यसैले मेरा प्यारा भाइहरू यो कुरा तपाईहरुले बुझ्नु पर्छ युवाहरूलाई सम्झिनु पर्छ केलाउनु पर्छ हरेक ठाउँबाट आवाज उठाउनु पर्छ सहीलाई सही गलतलाई गलत भन्नु पर्छ जबसम्म भन्नुहुन्न भने तबसम्म कसरी परिवर्तन हुने यहाँ स्टेडियमका कुरा आए के त्यो सम्भव छैन त लानमा तर यो पहल कसले गर्ने जति सरकारले बजेट दिन्छ अनुदानमा त्यति मात्र ऐकोठीका धान हो ऐकोठीका धान हो ऐकोठी अहिलेसम्म प्रदेश सरकारबाट कुन गौरवको योजना ल्याउने पहल भयो अहिलेसम्म स्थानीय सरकारबाट कति पल्ट डेलिगेसन गयो मलाई यहाँ स्टेडियम चाहिन्छ किसानहरूको लागि यहाँ कोल्ड स्टोर चाहिन्छ कति पल्ट गयो मलाई त थाहा छैन अब यहाँ सञ्चारकर्मीहरू छ उहाँहरूलाई थाहा होला भने तपाईहरुलाई थाहा होला भने भन्नुस् अब जति सरकारले अनुदान दिएको छ त्यो त तपाई पनि त्यो बजेट चलाइहाल्नुहुन्छ यदि पकेटमा ढौवा छ भने सामान त कहीँ पाइहाल्छ नि तर आजसम्म गौरवका योजनाहरू लाहानलाई विकास समृद्धितिर बाटोमा लग्ने एउटा योजनाहरू केन्द्र सरकारबाट र संघीय सरकारबाट मागेको म देखिएको छैन अरु जनप्रतिनिधिहरूले जनतालाई पानी खुवाउन गाग्रीसम्म बोक्छ जनतालाई सेवा सुविधा दिन जनताको हितमा सोच्न जे पनि गर्न तयार हुन्छ तर हाम्रा जनप्रतिनिधिहरू देश विदेश गएर रिल्याक्स गर्नुमा व्यस्त हुन्छ अब भन्नुस् कसरी तपाई परिवर्तनको कुरो गर्ने मुखले बोलेर हुन्छ व्यवहारमा लागू गर्नु पर्दैन यति मात्र हैन साथीहरू के म विदेश जान सक्दैन थिए यो नगरपालिकाको म सेकेन्ड म्यान हो कि हैन तपाईहरु भन्दिनु छैन भने यदि हो भन्ने उपमेयर साहब तपाई पनि जानुहुन्छ पंखो पर लटक के हम चल जाइए कम्ती में घुमे दिए मलाई सोध्न पनि सकेन त्यो के अवस्था होला बुझ्नुस् त्यसैले प्यारा भाइहरू ठीक छ आफ्नो लक्ष्य सिद्धान्त विचार तपाईहरुलाई भन्नुको कारण यो हो भाइहरूको अब पट्टी खुल्नु पर्छ चस्मा कालो चस्मा उतार्ने बेला भयो तपाईहरु जुन बनावटी कुरामा म यो सुविधा लिँदैन त्यो सुविधा लिँदैन यो गर्दिन त्यो गर्दिन भोट लिने बेलामा अनि लिइसकेपछि ठुलो ठुलो कैँची लगाउने पकेट मार जस्तो काट्ने त्यो हुन्छ ह मैले गाडी चढ्दैन मलाई त यस्तो छ रे उस्तो छ रे के हुन्छ यो बोल्ने कि बोलेको हो कि बोलेको हैन भन्नुस् तपाईहरु त्यस्तो मान्छेसँग के हामी आशा गर्ने यार भन्नुस् त मैले त भनेको थिएन म गाडी चढ्छु जनताको काम गर्छु
जनताको सेवा गर्छु, गाडी राज्यले दिएको सुविधा हो, राज्यको सुविधा म प्रयोग गर्छु। मैले कहीँ त बोलेको छैन, सुन्नु भएछ तपाईहरू? मैले गरिराखेको छु। तर तपाईँ जनताको मत लिने बेलामा एउटा कुरा बोल्ने अनि मत लिइसकेपछि तपाईँ अर्को कुरा बोल्ने, कहाँ गयो त्यो कुरा? भोलि जनता कसरी विश्वास गर्ने? यो कुराहरू छ। त्यसैले म भन्न कसैको विरोध गर्न म चाहदैन। जुन यथार्थ कुरो हो, तपाईले गरेका बाचाहरू, तपाईले गरेका कुराहरू सुध्रिनुस्। मैले 3 वर्ष इन्तजार गरे यो नगरपालिका राम्रो होस्, एउटा विकासको गति लियोस् भनेर मैले सहयोग गरे। तर यदि त्यो जनतासँग धोका हुन्छ भने, जनतालाई झुठो बोलेर आश्वासन दिन्छ भने, जनतासँग गद्दारी हुन्छ भने मलाई नगरपालिकाको पुलिस र यो पुलिस प्रशासन चाहिँदैन, यो तपाईहरूको साथ चाहिन्छ मलाई। अब रह्यो कि यो लाहानका युवाहरू साथ दिन तयार हुनुहुन्छ कि हुनुहुन्न, त्यो तपाईहरूको हातमा रह्यो कि हेर्नु भएको होला केही दिन पहिला 4 घण्टा लगाएर मैले टिप्पर समाते। तर यही पत्रकार मित्रहरू थियो पत्रकार सम्मेलनमा, एकछिनमा गाडी छोडिदियो। अरे ट्र्याक्टर त्यही बिहान पल्ट समात्यो, एउटा किसानको 15,000 रुपियाँ दियो, किसानको जसले मत दियो। अब 5-5वटा टिप्पर समातेको 1 रुपियाँ नलिकन छुट्छ। कस्तो लोकतन्त्र हो, कस्तो न्याय हो यो? कस्तो यो जनताको प्रेम, कुन प्रेम हो यो? कुन माया हो यो? त्यसैले आदरणीय युवाहरू, भन्न धेरै कुरा छ, 2 घण्टा लाग्छ, तर पनि यो रामायण सध्नेवाला छैन। तर तपाईहरू मैले भनेका कुराहरू केलाउनुस्। म भन्दैन, मैले बोलेको सत्य हो, सत्य समात्नुस्, सत्य कोट्याउनुस् र त्यसलाई समातेर अगाडि बढ्नुस्। आउने दिन अवश्य यो लाहानको विकास समृद्धि यो तपाईहरूको हातमा छ।